एभ्रीवान, आज पनि लेट्स गो मामा घर। हामी चाहिँ एउटै बाइकमा 4 जना बसेर मामा घर गयौं। बुवालाई चाहिँ पान किनिदिएको हामीले। फाइनल्ली एट मामा घर। मम्मीले चाहिँ बुढो भइसकेको भाइलाई खाना खुवाइदिनु भयो अनि हामी सबैले खाना पनि खायौं। त्यसपछि बुवा म दिदी चाहिँ बरथुवा बजार गयौं। बरथुवा बजारमा चाहिँ भाइहरुलाई लुगा हेर्दिनु पनि थियो, दिदीले भन्नुभएको थियो। अनि त्यसपछि बुवाको नि हल्का काम रहेछ। बजार यति प्याक नि झन्डै रिङटा लाएर ढलिन हौ। अनि हामीले पाउजु पनि किनेको। फेरि घर आइपुग्यौं हामी। आमा र मैले चाहिँ मज्जाले टाइम स्पेन्ड गर्यो बाहिर बसेर अनि चप पनि खायौं। अब हाम्रो पटका पड्काउने टाइम। मर्निङ गाइज, नेक्स्ट डे। आज दिउँसोभरि चाहिँ यतिकै गयो अनि साँझतिर चाहिँ हामी घुम्न निस्केको थियौं। त्यहाँ नजिकै चाहिँ हाम्रो लखन्ती खोला भन्ने ठाउँ छ के। त्यहाँ जाँदाखेरि चाहिँ हामी सुरुमा पुलबाट गयौं अनि फर्किँदाखेरि चाहिँ तलैबाटै आएको के। पानी त्यस्तो धेरै थिएन नि त, अनि कस्तो रमाइलो भयो क्या खोलाबाट आउँदा त। घर आएर चाहिँ हाम्रो फेरि चप सेसन सुरु भयो। फाइनली हामी घर जाने बेला पनि भयो अनि सबैलाई बाई बाई भनेर हामी घरतिर लाग्यौं। बाई बाई एभ्रीवान, सी यु इन द नेक्स्ट भिडियो।